त्यो दर्राको बाहिरको दृश्य हो। यसरी दर्राको 20औं तल्लामा जानलाई, दर्राको माथि टुप्पोमा जानलाई यसरी लाइन बसिराख्नु भएको छ। यो लाइन बसिराख्नु भएको चाहिँ लिफ्टमा जानलाई हो। हिँडेर जानको लागि चाहिँ लाइन बस्नु पर्दैन। 8 देखि 10 मिनट लाग्छ हिँडेर जानलाई। यसको लागि चाहिँ लाइन बस्नु पर्दैन। यो लिफ्टमा जानलाई माथि 20औं तल्लामा लिफ्टमा जानलाई लाइन बसिराख्नु भएको छ। यसको क्यापेसिटी कति होला एकचोटिमा? 10 जना। यसरी 2072 सालको भूकम्पमा यो भत्किएको यो भग्नावशेष धरहरा, यो भीमसेन थापाले बनाएको धरहरा 2072 सालमा भत्किएको थियो। अहिले यो भग्नावशेष छ। यो यसलाई यसरी राखिएको छ। अहिले म धरहराको 9औं तल्लाबाट यो भिडियो लिँदैछु। चढ्न सकिन्छ त? धेरै माथि पो छ त। लिफ्टमै गए हुन्थ्यो। कहाँदेखि आउनु भयो हजुर चाहिँ? घर काभ्रे। तर एकदम बिस्तारो जानु होला है, गाह्रो छ। हामीलाई त कस्तो पसिनै पसिना। अहिले हामी धेरै माथि आइसकेका छौँ। अगाडिको दृश्य भनेको परको यो नेपाल आर्मीको हेडक्वार्टर, यो दूरसञ्चार, यस्तो दृश्य देखिएको छ। धरहराको 14औं तल्लाबाट मैले यो खिचिरहेको छु। हामी 19 तल्ला लगभग 20औं तल्लामा आइपुगेको छ। 20 तल्ला। यहाँनिर बाट काठमाडौँ सहर हेर्नेको भिड छ। भिड देखिरहेछ। काठमाडौँको मनोरम दृश्य। कहाँबाट आउनुभयो? कहाँबाट आएको? हामी पर्सा जिल्ला। पर्सा। रमाइलो भएर छ? रमाइलो भएर छ? धेरै रमाइलो छ। हो? कति तल्लामा छ हामी थाहा छ अहिले? अहिले हामी कोही 20। ए आमा, अहिले हामी कति तल्लामा छ थाहा छ तपाईँलाई? कति तल्ला? 20 तल्ला। आमालाई सुनाइदिन्छ कति तल्लामा छ? 20 तल्लामा छ। तपाईँलाई रमाइलो भएर छ? डर लाग्दै छैन नि? यो भिडियोहरू फोटो खिच्नलाई आएका अरू महानुभावहरूसँग पनि यहाँका मान्छेहरूले अनुरोध गरिरहेको दृश्य देखिन्छ। उहाँबाट भिडियो खिच्दै हुनुहुन्छ। त्यसै गरी सबैजनाहरू आफ्नो भिडियोहरू फोटोहरू खिच्नलाई व्यस्त हुनुहुन्छ। एकदम रमाइरहेको दृश्यहरू देखिन्छ यहाँ।